हेलो, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले मम्मीलाई लिएर दरौरा चढ्न मन लागेको छु होइन। अनि हामी सुरुमा चाहिँ टिकट काट्यौँ 400 रुपियाँ 200 रुपियाँको टाली दुईजनाको पऱ्यो होइन। अनि त्यसपछि हामी चाहिँ भित्र लाग्यौँ दरौरा हेर्नको लागि। अनि सुरुमा चाहिँ मैले कता छ त पुरानो दरौरा चाहिँ भनेर हेरेँ क्या। अनि त्यसपछि मलाई चाहिँ यही साइडको होला भन्ने जस्तो लागिरहेको थियो क्या, यही बेरेर राखेको। त्यसपछि हामी चाहिँ सुनिकासुई दरौरा चढ्न थाल्यौँ। धेरै ठुलो त नहोला भनेर चढेको। हामी चाहिँ लिफ्टबाट गएनौँ कि लिफ्ट पनि रहेछ, तर हामी चाहिँ सिडी नै चढेर जाने घुम्दै घुम्दै हेर्दै भनेको। केही पनि रहेछ, लिस्नु मात्र रहेछ। चढ्दा चढ्दा खुट्टा दुखेर गलेर हामी चाहिँ कस्तो भएछ नि क्या। अब त चढ्दा के को थोरै र 22 तलाको रहेछ। अनि चाहिँ हामी 16 तलामा आइपुग्यौँ ठ्याक्कै। अनि माथिबाट हेर्दा त कस्तो राम्रो भ्यू देखिने क्या। यता गाडीहरू यत्रो सानो देखिने। अनि फाइनली हामी चाहिँ माथि आइपुग्यौँ। अनि एकछिन बस्यौँ, तर धेरै हावा लागेको रहेछ त्यहाँनिर चाहिँ। यति धेरै हावा, मान्छे नै उडाउने जतिको हावा। हामी त लुगाहरू उडाएर भयो। अनि एकछिन त्यहाँनिर माथि बसेर हावा खायौँ। अनि भ्यू हेऱ्यौँ तलको, सबै देखिने क्या। काठमाडौँ चाहिँ कस्तो राम्रो छ देख्ने, तर अलिकति पोल्युसन नहोला, अलिक धमिलो देखिरहेको थियो। पानी परेको भए चाहिँ क्या राम्रो देखिन्थ्यो। अनि हामी चाहिँ माथि नै बस्नु धेरै सकेनौँ क्या, धेरै हावा आएर। अनि हामी चाहिँ तल आयौँ लिफ्टबाट। जाँदाखेरि चाहिँ हिँड्दै पुरा खुट्टा दुखेको थियो। अनि आउँदाखेरि चाहिँ लिफ्टबाट आयौँ। अनि यो चाहिँ रहेछ पुरानो दरौरा जुन भत्किएको थियो नि, त्यो दरौरा त्यो रहेछ। त्यसपछि हामी चाहिँ एकछिन बाहिर बस्यौँ, भ्यूहरू हेऱ्यौँ। अनि त्यसपछि चाहिँ हामी निक्ल्यौँ दरौराबाट दरबारतिर।